लौ है बाबु नानीहरू आइपुग्यो बाजेको रोदी घर आइपुग्यो बा सबै नाति नातिनाहरूलाई दशौँलाई जोडेर यो बुढो मान्छेको स्वागत छ बा सबै नाति नानीलाई यो बाजेले क्यार्नी बा बुढो मुन्छे छ बा बुढो मुन्छेलाई कसो अनि खै सबै नाति नातिनाको माया चाहिन्छ बा सबै नाति नातिना सँगसँगै हाँस्न मन लाग्छ गाउन मन लाग्छ धेरै यी लोक सङ्गीतका भाकाहरू सँगै रम्न मन लाग्छ बाजेको रोदी घर हो आइतबारको बसाइ हो आइतबारको बसाइमा बाजे सँगै रमाइलो गर्न सबै नाति नातिनाहरू आतुर हुनुहुन्छ सबै नाति नातिना सँगै रमाउनको लागि बाजे पनि आतुर छ हाम्रो यो टेलिफोन नम्बर कति अरे बा यो 061 521 978 भन्छन् बा हो यसमा फोन गरेर चाहिँ हजुर बाजेसँग झ्याम दोहोरीमा रमाउन सक्नुहुन्छ बाजेको रोदी घर हो यहाँ मलाई चाहिँ कम्प्युटरमा बसेर चाहिँ रोशन नातिलाई धेरै सहयोग गर्नुहुन्छ हजुरले जे भन्नुहुन्छ बाजे म यहाँ कम्प्युटर त्यही अर्दिन्छु दङ पर्नु छ भन्छन् बा साह्रै रमाइलो छ रेडियो एपोस्टल हो रेडियो एपोस्टल एउसिया 2.6 मेगाहर्जमा बाजे खन्किन्छ बा आइतबार आउने बित्तिकै झमी बाजेका भाकाहरू खन्किन्छन् बाजेसँगै बाजेका भाकाहरू सँगै रमाउनको लागि सबै नाति नातिनाहरू सँगै बसेर हाँस्न खेल्न रमाउन एकदमै नाच्न मन लाउँछ बा त्यही भएर एउटा सुरुमा एउटा झ्याम्मै भाका बजाइहाल्नु पर्यो बा सबै बाजेसँगै सबैजना नाच्नु पर्यो पहिला नाचिसके पछाडि अनि फेरि पनि बाजे आउँछ बाजेसँगै रमाइलो हाँस्नुपर्छ नाच्नुपर्छ गाउनुपर्छ बाबु ल रोशन नाच एउटा रमाइलो खालको गीत लाउनु पर्यो बा हो ल गनकाम्न पर्यो वनको बाटो आको यति थकाइ लागेन धन्नै भागे खाएन वनको बाटो आको यति थकाइ लागेन धन्नै भागे खाएन धन्नै भागे खाएन झ्याप्पै रिसाएर आफ्नै बाटो लाग भन्छौ बिरालोलाई भाग भन्छौ झ्याप्पै रिसाएर आफ्नै बाटो लाग भन्छौ वर्ष भए सारा संसार हिँड्याछु बाघ बिरालो चिन्याछु 24 वर्ष भए सारा संसार हिँड्याछु बाघ बिरालो चिन्याछु 24 वर्ष भए सारा संसार हिँड्याछु बाघ बिरालो चिन्याछु 24 वर्ष भए सारा संसार हिँड्याछु बाघ बिरालो चिन्याछु 24 वर्ष भए सारा संसार हिँड्याछु बाघ बिरालो चिन्याछु बाघ बिरालो चिन्याछु साँच्चै हो कि क्या हो डरायो यो मन त कस्तो थियो भन त साँच्चै हो कि क्या हो डरायो यो मन त कस्तो थियो भन त साँच्चै हो कि क्या हो डरायो यो मन त कस्तो थियो भन त साँच्चै हो कि क्या हो डरायो यो मन त कस्तो थियो भन त साँच्चै हो कि क्या हो डरायो यो मन त कस्तो थियो भन त कस्तो थियो भन त तिमलाई देख्न मन थियो आफ्नै बाटो लागे म खस्र्याक गर्यो भागे म तिमलाई देख्न मन थियो आफ्नै बाटो लागे म खस्र्याक गर्यो भागे म तिमलाई देख्न मन थियो आफ्नै बाटो लागे म खस्र्याक गर्यो भागे म तिमलाई देख्न मन थियो आफ्नै बाटो लागे म खस्र्याक गर्यो भागे म तिमलाई देख्न मन थियो आफ्नै बाटो लागे म खस्र्याक गर्यो भागे म खस्र्याक गर्यो भागे म बाउ नै त पर्यो खर्साक गर्दा डराउँछौ म
तिम्रो बाग पो आको कति बुद्धु भएको के भन्छे म गर्ने तिम्रो बाग पो आको कति बुद्धु भएको के भन्छे म गर्ने तिम्रो बाग पो आको कति बुद्धु भएको के भन्छे म गर्ने तिम्रो बाग पो आको कति बुद्धु भएको के भन्छे म गर्ने तिम्रो बाग पो आको कति बुद्धु भएको कति बुद्धु भएको सुहाउँदैन कान्छा सालले बाघो भनेको आफै रो भनेको सुहाउँदैन कान्छा सालले बाघो भनेको आफै रो भनेको सुहाउँदैन कान्छा सालले बाघो भनेको आफै रो भनेको सुहाउँदैन कान्छा सालले बाघो भनेको आफै ल सालले बाख्रो भनेको सालले बाख्रो भनेको भन्दै भन्दै झ्याम 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 दोरीमा झम्किरहेछ बा धेरै धेरै रमाइलो लागिरहेछ धेरै धेरै खुसी भइरहेछ बा सबै नाति नातिनाहरू सँगै रमाइलो भइरहेको छ बा बाजेको रोदी घरमा झ्याम झ्याम हुन्छ बा पहिला त हाम्रो पाला त यस्तो खालको दोरी त हुँदैन करे बा अलि अर्कै खालको हुन्थ्यो कुरो लुकाएर कुरो हुन्थ्यो बा आजकलका जमानाका दोरी त खै के आए बा यसरी झमझमी फनी भन्नी बा नाच पनि त्यस्तै बा गीत पनि त्यस्तै धेरै रमाइला खालका गीतहरू हुन्छन् झन् रोदी घरमा घन्किने गीतहरू बेग्लै हुन्छन् बा आजकल त यो बाजेको रोदी घरमा साँझमा आउँछ करे बा सबैजना रोदी घर सुरु हुने नै आजकलको साँझमै हो बा पहिला पनि रोदी घर हुन्थ्यो बा पहिला त गएर बसेर चाहिँ सबैजना भएर रमाइलो हुँदाखेरि बिहान उज्यालै हुन्थ्यो बा उज्यालै गरेर चाहिँ सबैजना सँगै रमाइलो गर्ने सबैजना सँगै हाँस्ने झम बस्ने गाम्ने एकापट्टि एक लहरै भएर एकजना केटापट्टिको पार्टी बस्ने अनि फेरि उतापट्टि अर्कोपट्टि केटीहरूको पार्टीबाट गाम्ने धेरै रमाइलो हुन्थ्यो बा रातैभरि झम बसिन्थ्यो गाइन्थ्यो हाँसिन्थ्यो रमाइन्थ्यो धेरै खुसी हुन्थ्यो रमाइलो हुन्थ्यो बा यस्तै भइछ बाजेको रोदी घरमा झमझमी रमाइलो भइरहेको छ यस्तै रमाइलो गर्नको लागि सबैजना नातिनाहरू पनि आउँदै गर्नुहुन्छ के भइछ बा हाम्रो आज फोन बिग्रिछ कि के भइछ बा फोन बिग्रि छैन हो म त यहाँ के भइछ भनेर चाहिँ सबै नातिनाहरू फेरि आउने बेलामा बाजेले बाटो बिगारेर चाहिँ बाटो आउने भनिदिए भन्थ्यो के भन्छ तिमी आउने बाटोमा फुल रोपिदिए भन्थ्यो नि बा हो त्यस्तै छ बा बाजेले पनि सबै नातिनाको बाटोमा फुल त रोप्न पर्यो नि होइन र हो त्यही भएर चाहिँ सबै नातिनाको लागि फुल पनि रोपिरहेको छ बाजेले बाजेको फुलमा टेक्नको लागि बाजेले रोपेको बाटोमा बाजेले खनेको बाटोमा सबै नातिनाहरूलाई स्वागत छ सबै नातिनाहरूसँगै रमाइलो गर्नुपर्छ हाँस्नुपर्छ रोदी घर हो रोदी घरमा गाउनुपर्छ सके गाम्नी हो नसके रोन्नी हो सकेन भने नाच्ने हो नाच्न पनि नसके सुन्ने हो थप्पडी मार्ने हो बा सबैजना भएर रमाइलो त गर्नै पर्छ बा बाजेको रोदी घर भनेकै रोदी घरमा रमाइलो गर्नकै लागि हो अर्को एउटा रमाइलो खालको बाजेलाई भनेर चाहिँ एउटा रमाइलो खालको एउटा गीत बजाउन पर्यो नाति बाउ हो यस्तो खालको झमझमी हुने गीत बजाऊ बा हाम्रो यो फोन नम्बर फेरि एकचोटि छोडिदिन्छु बा 061 मा नातिनाहरू आउँदै गर्नुहुन्छ यहाँ फोन नबिग्रिया भए चाहिँ ल नाति बाउ अहिले त सुन्दै गरम करे रोदी घरमा भेट भछ नानी साथ अलि शर्मनी मानी छ भेट भो रोदी घरमा औसानु नजिकै रोदी बसम पाछोरी ओढेर नमाने देव शर्मा भेट भछ नानी साथ अलि शर्मनी मानी छ
पछि झै पछि छल्ने झन् भेट भो रोधी घरमा भेट भो रोधी घरमा आउसानु एउटा फोन आएको बा हो लाउ त बा यसो नाति नातिनीसँग कुरा पनि अर्न पर्यो बा हजुर नमस्कार हजुर आराममा हुनुहुन्छ शुभकामना छ है बाजुलाई ए हजुर हजुर हजुरलाई पनि धेरै 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 शुभकामना कता हुनुहुन्छ नाति बाउ नाति बाबु पोखरा छु बाजे पोखरा हुनुहुन्छ हजुर पोखरा कहाँतिर हुनुहुन्छ म यता ठ्याक्क भन्दाखेरि म लेक साइडतिर छु ए लेक साइडतिर भने पछाडि त आज यो लेकको साइडतिर त धेरै 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 रमाइलो भइछ बा ए बाजे भन्ने नभए कति रमाइलो जस्तो हुन आज त रमाइलो हेर जस्तो थियो त्यही त धेरै धेरै रमाइलो थियो बा अनि नाति बाउ हेर न यो बुढो मान्छेलाई चिन्न छोडे चाहिँ के भयो त हजुर नाति बाउ यो बुढो मान्छेलाई चिन्न छोडे चाहिँ के भयो त खै होइन चिना छ बाजे गाह्रो परो गरेर कसो अर्ने होला विनोद नाति हो ए मेरो विनोद नातिको कहिले कहिले बोली अलि राम्रो बोली गरेर बा मिठो बोली सुन्दाखेरि अलि कस्तो कस्तो लाग्ने का ए विनोद नाति हो त्यही त मेरो विनोद नातिको खानापिना भयो कि के कसो भयो विनोद नातिको खानापिना भइसक्यो बाजे त्यही त अनि आज रातो कतिको लाम्नु भयो अचेल त रातो मात्र होइन सबै रङ लाम्छन् का कतिको होली खेल्नु भयो हजुरले बाजे म ड्युटीमा व्यस्त थिएँ त्यसकारण मेरो चाहिँ त्यस्तो भएन खासै भएन हजुरलाई एउटा प्रश्न गर्न मन लाग्यो मलाई हजुर भन्नुहोस् न यो अचेल चाहिँ यो होली भनेर चाहिँ धेरै धेरै उ गर्ने यता एकदमै पैसा पनि खर्च गर्ने भयो आजकल काले के को अर्ने धेरै धेरै चाहिँ यो के भन्छन् यो नसक्नेलाई पनि कता टी सर्ट किन्न पर्ने बा के अर्न पर्ने होली भनेर यस्तो अर्थन बा तपाईँले यसमा चाहिँ के भन्नुहुन्छ यो होलीको बारेमा बाजे हजुर हजुर होली भनेको चाहिँ एउटा चाडपर्व पनि हो होइन हजुर मान्छे इच्छा परिवर्तन बिचार कसैले त्यो जबरजस्ती गरेर लाउने हजुर गर्न मिल्दैन होइन हजुर हजुर त्यो पानी फोहोर पानी बेलुनमा हाल्ने प्लास्टिकमा पोका पार हान्ने हजुर नाना 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 थरीका कलर मिसाएर त्यो गर्नु त्यो ठिक होइन किन रङ खेल्ने हो हामीले अबिर केसरी लिएर हामी साथी एक आपसमा साथीभाइमा खेल्नुपर्छ हजुर 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 संस्कृति त जगाउनु पर्यो नि होइन र बा हजुर संस्कृति त जगाउनै पर्यो भने पनि राम्रोसँग जगाउनु पर्यो होइन र हजुर ल एउटा विनोद नातिको रमाइलो गीत सुन्न पर्यो गीत सुने नि खोइ बाजेको खोइ गीत बज्दैन मलाई अलिक दुःख लाग्ने कुरो त्यहाँ छ ओहो त्यस्तो हुँदैन बा बच्चा रोशन नातिले भेटाएसम्म झापै बजाइहाल्छन् बा भन्नुहोस् त फ्याट्टै बच्चा ल मैले अब भनेको नारायण भट्टराईको क्यारी बिर्साउँदा नि भनेको यो गीत हो ल खण्ड पर्यो बा ल त नारायण भट्टराईको क्यारी बिर्साउँ त नि एउटा हजुरको स्वरमा सुनम त थोरै कस्तो हुँदो रहेछ म भोसरा काफीको गीत गाउँछु है त त्यसो भए ल ल ल रेडी 1 2 2 रेडी सानो सानो ठेकीमा दैजमाको मैले मन पराएको मान्छेलाई दिन पाइन मैले दिनभरि चौतारीमा बसी फर्केर आउँछु भनी आइनौ पातिनी गई फर्केर सानो सानो ठेकीमा दैजमाको मैले मन परेको मान्छेलाई दिन पाइन मैले दिनभरि चौतारीमा बसी फर्केर आउँछु भनी आइनौ पातिनी गई फर्के यति नै बाजे ओहो विनोद नाति हजुर हजुर साह्रै मिठो गीत गाउनु भयो धेरै धेरै धन्यवाद अहिले कुन गीत भन्नुभयो अरे बा म यहाँ नातिलाई राम्रोसँग खण्ड लाम्छु संसार कर्मी नारायण भट्टराई नि त्यसमा आवाज रहेको छ नारायण भट्टराई र देवी घटीको आवाज रहेको गीत हो ए हुन्छ बा हुन्छ यो झाप्पै बच्चा कोकालाई सम्झिन चाहनुहुन्छ म पहिले पर्छ मेरो बाजेलाई हजुर धेरै धेरै धन्यवाद बुढो मान्छेलाई सम्झिनु पर्यो नि अनि त्यसपछि हाम्रो को हुनुहुन्छ मेरो रोशन नाति हुनुहुन्छ र रोशनजीलाई चाहिँ हामी मैले मिठो मिठो सम्झना गरेको छु है हजुर 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 अनि अब यो ह्याप्पी होलीको शुभकामना छ उहाँलाई पनि हजुर अनि हाम्रो रेडियो अपरेटरलाई पनि शुभकामना छ धेरै मुरी हजुर हजुर होलीको शुभकामना दिन्छु है हजुर हाम्रो रेडियो अपरेटर परिवारबाट पनि हजुरलाई धेरै धेरै यो होलीको चाहिँ शुभकामना है हजुर भाइ अनि जतिपय हाम्रो यो एपरेटर रेडियोबाट मैले साथी बनाएको छु उहाँहरूलाई अथवा नाम त मैले अब यहाँ नम्बर सेभ गरेको थिएँ एउटा नम्बर दिएर सबै नम्बर गर्छ मसँग नम्बर छैन साथीहरूको होइन हजुर 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 उहाँहरू सबैलाई मैले मिठो मिठो सम्झना गरेको छु सोधेको छु होइन हजुर नम्बर छोड्न चाहनुहुन्छ हजुरको हजुर छोड्छु बाजे ल भन्नुहोस् त मेरो नम्बर 9819 9819 भनेको एकरो होइन बा हजुर 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 9819 16 96 96 16 96 63
96 63 भनेको 6 र 3 हजुर हजुर। अनि अर्को नम्बर नि छ हजुर भन्नुहोस् त 98 40 98 40 28 28 70 28 70 15 15 भन्नुभयो होइन हजुर 98 40 28 70 15 होइन ए हजुर 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 अनि अर्को नम्बर रहेको छ 98 19 16 96 63 63 हो त्यसमा मिस कल पनि हान्न सक्नुहुन्छ म मिस कल एसएमएस जे गरे फ्री छ ए हुन्छ 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 नाति बाबु सबैजनालाई त्यही भन्छु अहिलेलाई भने छुट्टा मलाई गरेर बिनु नाति हुन्छ बाजे हजुर एकचोटि त्यो नम्बर फेरि भनिदिनु है ल हुन्छ हुन्छ नाति हजुर सुनेर भन्नुहोस् म फाट्टै भन्छु हस् हजुर हस् 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 हुन्छ त बिनु नाति हुन्छ हस् बिनु नाति हुनुहुन्छ साह्रै रमाइलो गर्नुहुन्छ बाजेलाई पनि धेरै माया गर्नुहुन्छ धेरै धेरै रमाइलो भइरहेको छ नाति नातिनाहरूसँगै रमाइलो भइरहेको छ बाजेको रोदीघरमा खन्किरहेका छौँ बिनु नातिले नम्बर छोड्नु है त्यो 98 19 16 96 63 उहाँको नम्बर हो र अर्को पनि छ 98 40 28 70 15 छ हजुरहरूले चाहिँ यहाँ फोन गरेर बिनु नातिलाई मिस कल पनि हान्न सक्नुहुन्छ भन्दै हुनुहुन्छ सबै नाति नातिनाहरूलाई भइरहेको छ के बा यस्तै यस्तै छ रमाइलो भइरहेको छ सबै नाति नातिनाहरूसँग बाजेको रोदीघरमा घम्किरहेका छौँ रमाइलो भइरहेको छ नाति नातिना फुना बा लाउ त बा लाउ लाउ हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्कार ह्याप्पी होली ओहो ह्याप्पी होली मेरो छन्ताल बाबु आराममा हुनुहुन्छ हजुर हजुर खुकुला हजुरलाई ए त्यही त मेरो छन्ताल नातिलाई पनि फेरि चिसाले छोड्छ कि भनेर हजुर 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 जस्तै जस्तै भए पनि एउटा छन्ताल नातिको एउटा रमाइलो खालको गीत त सुन्न पर्यो बा सुन्न पर्यो र रेडी 1 2 3 स्टार्ट के गरम घरीको जुनी सधैँ गाउँमा बसेर लाउने हङकङ सिङ्गापुर मायालाई लाएको पिराती भयो चलाको गरिबको जुनी सधैँ गाउँमा बसेर नहुने हङकङ सिङ्गापुर मायालाई लाएको पिराती भयो चलाको हङकङ सिङ्गापुर मायालाई लाएको पिराती भयो चलाको ओहो छन्ताल नाति साह्रै नै रामै हजुर त्यही त छन्ताल नाति बाबुको जस्तै भए पनि घाँटी दुखे पनि स्वर चाहिँ अत्यन्त मिठो छ छन्ताल नाति हजुरले आज होली कतिको खेल्नु भयो ए है ए त्यही त धेरै 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 रमाइलो छ ए हजुर 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 त्यही त छन्ताल माथि त्यही त जानु भए पनि हजुर 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 त्यही त नाति बाउ एउटा क्यारी बिर्सौतानी भन्ने अत्यन्त एकदम रमाइलो खालको गीत बज्दैछ कोकालाई सम्झिन चाहनुहुन्छ ल म मिलेसम्म यस पछाडि क्यारी बिर्सौतानी पछाडि त्यो गीत बजाउने प्रयास गर्छु कोकालाई सम्झिनुहुन्छ हजुर 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 ए हजुर हजुर होइन रोशन नाते हुनुहुन्छ हजुर 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 ए लौ त नाति बाबु छुट्टो मलाई गरे
हस् 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 हुन्छ हुन्छ सन्तान लाँदै हुनुहुन्छ साह्रै माया गर्नुहुन्छ साह्रै रमाइलो खालको कुरा गर्नुहुन्छ बाजेलाई कहिले बिर्सिनुहुन्न साह्रै माया गर्नुहुन्छ धेरै धेरै खुसी लाग्छ बा रेडियो एपोस्टल हो रेडियो एपोस्टल 102.6 मेगाहर्जमा बाजे घन्किरहेको छ आइतबारको बसाइ हो आइतबारको बसाइमा बाजेको रोदीघर आउँछ बाजेसँगै रोदीघरमा रमाउनको लागि नाति नातिना सबैजना आउनुहुन्छ झमझमी गीत बज्छ झमझमी गीतमा छमछमी नाच्नुहुन्छ सबैजना नाच्नको लागि बाउनको लागि हाँस्नको लागि रमाउनको लागि सबैजना नाति नातिनालाई स्वागत गर्छ बाजेले पनि बाजेसँगै सबै नाति नातिनाहरू सँगै 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 बाजेलाई पनि रमाउन मन लाग्छ फुनाबा लाउ त बा लाउ एजम फेरि नाति नातिना फेरि बोल्न त पर करे नि बुढो मान्छे हजुर नमस्कार हजुर नमस्कार आरामै हुनुहुन्छ हजुर आरामै बा ए मेरो जियाप्सी नाति बोल्नु भयो कि होइन बा म यहाँ पर्सिङबाट कृष्ण खस्ती हो बा ए मेरो कृष्ण नाति आरामै हुनुहुन्छ एकदम बा आरामै बा अनि के गर्दै हुनुहुन्छ खानापिना भयो हजुरको छैन बा अब हुँदैछ बा अनि हजुरको के भयो बा अनि होली कस्तो बाको मेरो के हुन्छ बा बुढो मुन्थेलाई त के होली हुन रन्नी यो नातिनीले लगाइदिए ती अबिर हजुर त्यही पनि फेरि बुढो मुन्छको यो कसो अनि खै बा अब त्यति धेरै 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 पनि अब खेल्न पनि खासै नसकिने हजुर भने पनि अलिअलि भयो हजुरको कस्तो भयो मेरो नि राम्रै हो बा हजुरले खेल्नु भयो अलि खेल्यो बा ठिकै भयो बा अब यस्तै हो बा अब धेरै भर गरेन बा सामान्य रूपमै खेल्यो बा हल्का ओहो ल धेरै 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 खुसी लाग्यो एउटा गीत सुनाउनुहुन्छ बाजेलाई कुन गीत सुन्नु बा अब हजुरलाई जुन मन लाग्छ त्यही गीत झप्पै लोकगीत चाहिँ हजुरले बजाएर त्यहाँ के गाएर हजुर मलाई सुनाउन पर्यो बुढो मान्छेलाई होइन बा गीतै सुन्नु पनि हो र बा आज अब सकेसम्म यो बुढो मान्छेले भनेको बोली नकाट्दिए हुन्तो गरे बा अरू त के नै भनौ र नि हो त नि बा खोइ खासै गीत त खासै आउँदैन बा के अलि त्यही त भनेपछि रोड्नुहुन्छ एउटा रमाइलो गीत एउटा चाहिँ क्यारी बिर्सौ त नि भन्ने गीत बज्दैछ गरे हजुर अब कि सम्झिनुहोस् कि झ्याप्पै रोड्नुहोस् एउटा हल्का राम्रो गीत बजाइदिनु न एउटा मलाई एकदम मन छुने गीत ल हुन्छ त म हजुरलाई एकदम मन छुने गीत बजाइदिन्छु हजुर कोकोलाई सम्झिनुहुन्छ त्यो एउटा गीत बजाइदिनु न बा बजाउन मिल्छ बा ल भन्नुहोस् त त्यो विष्णु माझीको के अरे त्यो के भन्ने छ नि बा अहिले नयाँ आएको के अरे त्यो विष्णु माझीले अहिले नयाँ गीत गाइछन् हजुर हजुर यो गीतको बोलको नाम हजुरलाई थाहा छ खोइ बा त्यो एकदम नयाँ एकदम जुन भयो नि हुन्छ बा एउटा बजाइदिनु न विष्णु माझीको हुन्छ म विष्णु नातिनीको चाहिँ एउटा रमाइलो खालको गीत चाहिँ बजाइदिन्छु कोकोलाई सम्झिनुहुन्छ मेरो नाति अब विनोद सम्झाकै अब विनोद गौतम सम्पूर्ण अब बा पहिलो प्रथम बालाई हजुर हजुर धेरै धेरै धन्यवाद अनि सम्पूर्ण हाम्रो अब क्यापिटल रेडियो सुनेर पनि सम्पूर्ण श्रोताहरूलाई हजुर अनि सम्पूर्ण अब विशेष गरेर अब सम्पूर्ण मेरो घर परिवार सबैजना मेरो चिन्ने नचिन्ने सबै बा ए हुन्छ त नाति बाबु छुट्टा मलाई करे हुन्छ बा हुन्छ हस् 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 खुसी लाग्यो मेरो नाति बाबु हुनुहुन्थ्यो कृष्ण नाति आउनुभयो त पर्साङबाट धेरै धेरै रमाइलो कुरा गर्नुहुन्छ बाजेलाई धेरै माया गर्नुहुन्छ आइतबारे बाजेसँगै रमाउन खोज्नुहुन्छ आइतबारे बाजेसँगै रमाउनुहुन्छ बाजे पनि नाति नातिनाहरूसँगै अत्यन्त रमाउँछ बा बुढो मान्छेलाई नाति नातिनाहरूसँग नबोलिन्जेलसँग त ओहो कस्तो भयो भने जस्तो हुन्छ सबै नाति नातिनाले पनि ख्याल गर्नुहुन्छ बुढो मान्छे राम्रोसित बस्नु राम्रोसित खानुहोस् भन्नुहुन्छ धेरै धेरै खुसी लाग्छ बा यतै छ बा यो चाहिँ मौसमको अलिकति फरक पर्न खोजिन्छ करे बा जाडोबाट यो गर्मी लाउन खोजिरहेछ सबै नाति नातिनाहरू राम्रोसँग बस्नु होला बाजेको रोदी घरमा आउँदै गर्नुहोस् बाजेको रोदी ल नाति बाबु एउटा रमाइलो खालको गीत बजाउन पर्यो हो क्यारी बिर्सम त नि भन्ने गीत हो बा हो ल ठोक्न पर्यो बा अलि चर्को बजाउ त बा
बिस पिउँछन् किन आज आफै भोग्दैछु त्यो दिन सक्ने भए बिर्सेरै बस्ने होला मनी मुटुभित्र लेखेको तिम्रो नाम बगाउँदैन आँसुले भइगयो बिर्स भन्छौ सानोले क्यारे बिर्सौ तनी बिस पिउँछन् किन आज आफै भोग्दैछु त्यो दिन सक्ने भए बिर्सेरै बस्ने होला मनी मुटुभित्र लेखेको तिम्रो नाम बगाउँदैन आँसुले भइगयो बिर्स भन्छौ सानोले क्यारे बिर्सौ तनी मुटुभित्र लेखेको तिम्रो नाम बगाउँदैन आँसुले भइगयो बिर्स भन्छौ सानोले क्यारे बिर्सौ तनी रमाइलो भइरहेछ बा सबैजनासँग कुराकानी भइरहेछ फोन आइछ बा ल जोडा बा जोडा कुरा गर्नुपर्छ ए हजुर नमस्कार है हजुर नमस्कार नमस्ते ओहो मेरो मिनु नातिनी कता हराउनु है त तपाईँ दाजु सन्चै हुनुहुन्छ तपाईँ हजुर ठिकै छ नातिनी ठिकै छ अरू त किन हुन्थ्यो र नि तिमीले फोन नगरेर चाहिँ यहाँ मन तडपिरहेछ बा कता गइछन् अचल त भन्ने जस्तो भयो तपाईँ धेरै दिन हराउनु भयो नि त अनि कहाँ हराउने बा अघिल्लो हप्ता चाहिँ अलि आउन सकिन हजुर त्यो भन्दा अघिल्लो हप्ता त आइथिएन र बा हो आइथिएँ अघिल्लो हप्ता त सुनेको थिएँ तर फोनै गर्न पाइएन कि ए हप्तामा चाहिँ गीत मात्रै बज्यो क्या यो भन्दा अघिल्लो चोटि चाहिँ अलि आउन सकेन बा त्यस्तै परो हजुर बुढो मान्छे भए पनि कसो अनि खै कहिले आउन सकेनी कहिले नसकेनी त्यस्तै रहेछ बा कसो अनि होला खै त्यही त अब चिसो जाला भन्दाखेरि पानी परेर चिसो भइरहेछ अब आज अझै पानी परेको रे बा हिजो हजुर आज पानी परेर त अब चाहिँ गर्मी ल्याम्छ बा यो पानीले चाहिँ गर्मी ल्याम्न आएको हो हजुर अब यसपछि चाहिँ गर्मी हुन्छ भातै बढ्छ बा गर्मी पर्छ बा बिरामी त भइ छैनौ नि तिमी म त बिरामी त म आफू त बिरामी भएको थिइनँ तर अलिकति बिरामीहरूको केयर गर्नु परेर अलि व्यस्त भएको हो ए हजुर अनि आजबाट चाहिँ अलि फ्री भए अब भोलिबाट झन् फ्री हुन्छ अब ए त्यही त मिनु नातिनीको चाहिँ अब कसो अनि खै बाजालाई पनि अचल त बिर्सिन लाम्नु भएको रे खै किन हो बिर्सेको थिइनँ नि मैले तपाईँलाई कति सम्झिराखेको छु त अनि अहिले नि बाहिरबाट भर्खरै घरमा आउँदैछु अनि प्रोग्राम सुनेको ए हजुर अनि तपाईँको स्वर सुनेर फोन गरिहालेको क्या ए हो धेरै खुसी लाग्यो अनि मिनु नातिनीले आज कतिको खेल्नु भयो त यो फाउ पूर्णिया म त खेलिनँ किनभने उता आज बिहा पनि थियो गाउँतिर जानुपर्ने काम पनि थियो ए हजुर अनि गाउँ गएर आएर अनि बिहामा गएर भर्खरै घरमा आएको ए हो बा हो भनेपछि बिहा कस्तो भयो त बिहा भन्ने कुरो त रमाइलो नाच्नु भयो हजुर कतिको नाच्नु भयो म नाचे नि कति नाचे धेरै नै नाच्नु भयो एकदमै निद्रा लागेको छ हो आज कुन गीत गाएको थियो बा त्यहाँ बाजामा त्यहाँ हजुर थोरै सुनाउन पर्यो बाजालाई मलाई गाउन आउँदैन नि त ओहो कसो नि होला खै त्यही त म तपाईँलाई कति गीत सुनाउँछु भनेर एकचोटि अलिकति के भन्छ त्यसलाई अस्ति नै मैले भनेको छु ए त प्र्याक्टिस गर्नु थियो इङ्ग्लिसमा भनिदिए प्र्याक्टिस गरेर अब आउने आइतबार चाहिँ म सुरु फोन गरेर एक लाइन सुनाउँछु है तपाईँलाई ए हुन्छ नातिनी हुन्छ धेरै धेरै खुसी लाग्यो अनि आज कुन गीत सुन्न चाहनुहुन्छ त बाजाको रोदी घरमा
आज त अलिकति पुरानो एउटा गीत बजाइदिनु नि त टाइम भयो भने। ल भन्नुहोस् त झप्पै। यो राजु परियार र लक्ष्मी नेउपानेको छ नि। हजुर। डाँफे कस्तुरी भन्ने गीत बजाइदिनु। डाँफे कस्तुरी भन्ने गीत झ्याप्पै खोजेर यहाँ मेरो रोशन नातिले ठिक्क बनाइ भाइछन्। कोलाई सम्झिनुहुन्छ? ल स्पेसली सबभन्दा पहिला त हजुरको लागि हैन। परबा बुढो मुन्छेलाई सम्झिन परबा। हजुर। त्यही त एकदम हेल्दी रहनु है। हजुर हजुर। हजुरले बुझ्नुहुन्न फेरि। हेल्दी भनेको के हो बा? रोशनसँग सोध्नु न अहिले पछि। रोशन नाति हेल्दी भनेको? ओहो रोशन नाति हैन फेरि। मलाई नि थाहा छैन भन त रोशन नातिले त। ए आफ्नो स्वास्थ्यको केयर गर्ने एकदम स्वास्थ्य रहनु भनेको के? ए हुन्छ 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 नातिनी हुन्छ हुन्छ हजुर। मान्छे बुढो भयो नि मन चाहिँ बुढो नहोस् भनेको। ए हो हो हुन्छ नातिनी हुन्छ हस् हस्। अनि रोशनको लागि अनि एपोस्टलको सबैजना स्टाफहरू हैन। हजुर। अनि यति बेला एपोस्टल सुनेर बस्ने सबै साथीहरूको लागि मलाई मिनु भनेर चिन्ने मेरो कति साथीहरू हुन्छ सबैजनालाई धेरै धेरै सम्झेको छु है। हजुर। भन्दै अर्कोचोटि फोन गर्छ है त फेरि। हस् हुन्छ नातिनी छुट्टा मलाई करे। हुन्छ बाइ बाइ। हस् 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 बाई 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 बाई। आजकल त मैले पनि अलि फटाफुट्टु चाहिँ अङ्ग्रेजी जान्ने भइसकेछु बा। सबैजनाले कहिले बाई बाई भन्नुहुन्छ कहिले प्र्याक्टिस भन्नुहुन्छ के भन्नुहुन्छ भन्दा भन्दा बुढो मुन्छेलाई पनि इङ्ग्लिस सिकाइसक्नुहुन्छ। रमाइलो भइरहेको छ। बाजेको रोदी घर रेडियो एपोस्टल एउसे 2.6 मेगाहर्जमा बाजे घन्किरहेको छ। आइतबारको बसाइ हो 8 बजेबाट 8:45 बजेसम्म बाजेसँगै रमाइलो हुन्छ। बाजेसँगै हाँस्ने खेल्ने रमाउने कार्यक्रम भइरहन्छ बा। यस्तै छ बाजेको रोदी घरसँगै हाँसिरहेको छ बजाइरहेको छ। सबै लोक भाकाहरूसँगै रमाइलो भइरहेको छ। लोक भाकाहरू भनेका हाम्रो आफ्नै यिनै लोक संस्कृतिलाई जगेर्ना गर्ने भाकाहरू हुन्। यिनीलाई सुन्नुपर्छ हाँस्नुपर्छ गाउनुपर्छ सबैजनासँग यसैलाई जगेर्ना गर्नुपर्छ सबैजनासँग उठ्नुपर्छ। त्यही भएर बाजेको रोदीघरलाई सम्झिनुपर्छ। बाजेको रोदीघरसँगै हाँस्ने गाउने रमाइलो गर्नुपर्छ। लौ त नाति नातिनाहरू धेरै धेरैसँग रमाइलो कुराकानी भयो। सुरुमा 2-3 वटा मिस कल पनि आइत्यो बा। उहाँहरूलाई धेरै धेरै धन्यवाद। र पछि फेरि फोन गर्नुभयो सबै नाति नातिनाहरूले धेरै धेरै फोन गर्नुभयो। उहाँहरूलाई पनि धन्यवाद। कति नाति नातिनाहरूलाई फोन गर्न मन लाम्दा भ्याउनु भएन आएन फोन चाहिँ उहाँहरूलाई पनि फोन आवा भ्याइन्छ त। ल त ल एउटा भ्याइन्छ भने चाहिँ त्यो फोनलाई चाहिँ लिनु पर्यो। ल हजुर नमस्कार हजुर। हेलो नमस्कार हजुर नमस्कार। नमस्कार हजुर। मेरो जिएफसी नाति आराममा हुनुहुन्छ? हजुर आराम हजुर। ओहो मेरो नाति बाबुलाई धेरै 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 मैले चाहिँ सम्झिरहेको थिएँ। हजुर हजुर। हजुरले झ्याप्पै फोन गर्नुभयो धेरै धेरै खुसी लाग्यो। अनि खाजा त खाइसक्नु भयो करे? खानापिना खान लाग्यो बाजे अनि हजुरको भयो? मेरो छैन बा छैन। अब गएर हुने होला करे नि बुढो मुन्छे यहाँ नाति नातिनसँग बोलेर रमाइलो गरेर गएर खाम्ला भनेर। हजुर यहाँ नाति नातिनसँग बोलेर रमाइलो गरेर गएर बल्ल खाना पर्ला करे नि बुढो मुन्छेलाई। अहिले त के रुत तोर नि। ए हजुरको लागि पनि यहाँ बनाइदिउँ हजुर है? मेरो लागि हजुरले बनाइदिनुहुन्छ? हजुर बनाउँछ हजुर। ए ल ल ल नाति बाबु म भ्याएसम्म फेरि यो बाटो त त्यो सिँढी ओर्लिन पर्छ फेरि हजुरको आउन। म छु नि हजुर। म त्यसमा चिन्तै नगर्नु म नाति छु नि हजुर। ओहो हुन्छ नाति बाबु हुन्छ हुन्छ हुन्छ। त्यसो भने त नाति आउने भए त भइहाल्छ करे नि। अनि के छ त नाति बाबु हजुरले मिठो गीत गाउनुहुन्छ छोटो गाउनुहुन्छ मिठो गाउनुहुन्छ भन्ने त मलाई थाहा छ। कसो गर्ने होला? हजुर हजुरले गीत चाहिँ छोटो गाउनुहुन्छ मिठो गाउनुहुन्छ भन्ने त मैले सुनिरहेको छु। कसो गर्ने होला? आज एउटा सुन्न पर्छ कि कसो गर्ने हो? गीत के गाइदिउँ होला त हजुर? हजुरले एउटा छोटो खालको मिठो गीत सुनाउन पर्यो बाजेलाई। कुन भाका गाइदिउँ त हजुर? हजुरलाई जुन मन पर्छ त्यही गाउनुहोस्। ल हजुरले भनिदिनुहोस् न म। ओहो बाजेलाई त के भनौँ र नि खै। अब के भन्छ झमझम दर्कियो पानी भन्ने गीत गाउनुहोस् त ल। यो पशुपतिनाथको के गीत रे बाजे? ए झमझम दर्कियो पानी भन्ने गीत छ नि? हजुर हजुर। हो त्यो गीत घन्काउन पर्यो। ओहो फेरि आउने सानो गाह्रो भयो नि त बाजे। ल जुन आउँछ त्यही गाउनुहोस् त्यसो भने। कुन आउला? हजुर हजुर। कुन आउला हजुरलाई? पाइन तिम्रो साथ भन्ने हो ल पाइन तिम्रो साथ। रेडी 3 2 2 स्टार्ट। पाइन तिम्रो हो न। अनि अरू के भन्नु? बिचैमा रोकियो बा। सोचे जस्तो आउनु त हजुर। ओहो ल ल ल भनेपछि चाहिँ अर्को हप्ता चाहिँ बाजेसँग हजुर त्यही भएर त्यही त अर्को हप्ता चाहिँ बाजेसँग आएर धेरै रमाइलो खालका गीत गाउनु पर्छ। हजुर हजुर। सोचिरहनुहोस् धेरै धेरै रमाइलो छ। अरू त सब ठिकठाक छ के रे बा? होली कस्तो भयो हजुरको? होली यस्तै हो हजुर। अब हजुर ए नाति बाबु
ओहो नाति बाबा हाँस्दै हुनुहुन्थ्यो धेरै धेरै रमाइलो खालको कुराकानी भइरहेको थियो ठिकै छ नाति बाबा आउनु भयो त धेरै धेरै खुसी लाग्यो जिएफसी नातिले पनि सम्झिरहनुहुन्छ धेरै धेरै बाजेलाई पनि माया गर्नुहुन्छ चिसो तातो के खानुहुन्छ भन्नुहुन्छ धेरै माया गर्नुहुन्छ खाना म यतै बनाउँछु बाजे लिन आउँछु भन्नुहुन्छ साह्रै खुसी लाउँछ ठिकै छ नाति नातिनाहरू हजुरहरूले फोन गर्नुभयो धेरै धेरै धन्यवाद सबै नाति नातिनाहरूलाई फोन गर्न पाउनु भएन उहाँहरूलाई पनि धन्यवाद सुनेर साथ दिनुभयो हजुरलाई झन् धेरै धन्यवाद र सबै नाति नातिनालाई धेरै धेरै धन्यवाद भन्दै लौ त नि आजको यो आइतबारे बजे चाहिँ आजको आइतबारे बसाइबाट भने लगभग यो गुन्द्री उठाउने बेला भन्छ के रे बा लौ त नि अहिलेको हप्तालाई भने गुन्द्री उठाएँ ल अर्को हप्ता फेरि आउँछ के रे बाजे एउटा लास्टमा झमझमी हुने खालको एउटा गीत छोड्दै बाजेले पनि टाटा बाई बाई भन्छ के रे बा लौ त नि लौ हजुर लौ 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 संस्कृतिको उपहार हो कि श्रेष्ठको सम्मान गर्दै युगलाई बदल्ने आयो हामी यहाँ रेडियो है बस्छ
थोप्लो छ सकारात्मक सोचाइको लागि रेडियो एपोस्टल 102.6